त हेलो गाइज, आज हजुरको बिचमा एउटा नयाँ आइपिओ निस्कनु भएको छ र यो आइपिओ हाम्रो हजुर निस्कनु भएर यो आइपिओ भन्दाखेरि हामी अपकमिङ इस्युमा गएर हेरेको त आएको थियो र यो कुन कम्पनीले निष्कासन गरेको छ भने सोलो हाइड्रा पावर लिमिटेडले निष्कासन गरेको छ। त्यो पनि 82 लाख युनिट र हामीले आज निष्कासन गरेको छ नवीन इन्स्ट्रुमेन्ट बैंक लिमिटेडले र हामी यसमा ओपनिङ छ र कहिले आउँछ र त्यसै हामीले यता डिटेल हेरेर आज निस्कनु यो बन्द भयो भन्दाखेरि 2026 1 महिना 18 तारिकको बन्द हुनेछ र यो त्यसले नवीन इस्यु म्यानेजमेन्ट भन्दाखेरि नवीन इन्स्ट्रुमेन्ट बैंक लिमिटेडले यो निष्कासन गरेको छ र यो निष्कासन गर्नको लागि हाम्रो धेरै यसलाई हामीले कसरी एप्लाई गर्दाखेरि हामीले मेरो सेयरमा गएर आफ्नो सबै कुरा लगइन गरेर यसमा लगइन गरेर हामी जाँदाखेरि हाम्रो माइन्ड नसिममा गएर सोलो हाइड्रा पावर हेडमा चाहिँ एप्लाईको अप्सन पनि दिएछ। एप्लाईको अप्सन क्लिक गरेर हामी फेरि एप्लाईको गर्दाखेरि प्रोसेसमा गएर आफ्नो कति रहेछ के हामीले त्यहाँ दिएर कम्तीमा 10 किता राख्ने कुरा हुन्छ र 10 किता राखेर सिआरएन हजुरको नम्बर हुन्छ के त सिआरएन मा गएर आफ्नो सिआरएन नम्बर दिनु होला र सिआरएन नम्बर दिएर आई अलरेडी हेभ डिटेक्टेड मा क्लिक गरेर हामी सबै कुरा गर्नु पर्ने छ र यता गएर हामी फेरि त्यहाँ आफ्नो ट्रान्सपोर्ट आइडी दिएर र यसलाई हामीले एप्लाई गर्न सक्नुहुन्छ र यता मैले आफ्नो ट्रान्सपोर्ट आइडी दिएर हो र एप्लाई गरेँ। हामी एप्लाई गरेर यसमा हेर्नुहुन्छ मैले अघि नै एउटा विजय लिथियम भएको र आज सोलो हाइड्रा पावर लिमिटेडले पनि एप्लाई गर्नु र यस्तै गरी हजुरहरू पनि आफ्नो आइपिओ भन्न सक्नुहुन्छ। थ्याङ्क यू फर माई वाचिङ।